बोकेर यहाँ है देख्न सक्नुहुन्छ। अनि यस्तो उकालो हिँडिरहेको छौँ भाउजू र म। अनि घरबाट नै कुचोसम्म छैन हाम्रो चाहिँ साथीहरू बोकेर हिँडेको। साह्रै गाह्रो भयो हो हामीलाई यो उकालो हिँड्नको लागि। हामीले चाहिँ बाटो हिँड्दा हिँड्दै पनि च्याउ भेटाइसकेका छौँ। अब के गर्नु हामीले जुठो परेखा खाने हुन्न। तर थालिदिन्छौँ हामीलाई। यो नखाने बेलामा चाहिँ कति धेरै च्याउ पलाउँछ उम्रियो क्या हेर्नुहोस् पनि। तर हामी फाल्छौँ मात्र यसलाई खान हुन्न। यति धेरै घाम लाग्यो कि कुरै छोडिदिउँ। पसिनै आइसक्यो। अनि यस्तो भिरको बाटो हिँडिरहेको छौँ हामी चाहिँ। यहाँबाट लड्यो भने झरिन्छ खोलातिर। ओहो च्याउ खान नमिल्ने दिन चाहिँ यति धेरै भेटिन्छ क्या। के गर्नु यसलाई उखाल्न त उखाल्यो अब यतै राखेर जाने हो। के गर्नु छाता ओढेर हिँड्नुपर्छ। छाता गाइजहरू मनपर्छ कसलाई मनपर्छ यो च्याउ। हाम्रो ड्याडी चाहिँ उहाँको घरबाट हुनुहुन्छ देख्न सक्नुहुन्छ। हाम्रो बाउको घर लड्यो भने बेर छैन अनि बाख्रा पाठा। अनि यो लेखमा यसरी कुहिरो लाग्छ। अनि हाम्रो भाउजू चाहिँ ससुरावाला भेट्न आउनुभएको हाँस्दै हुनुहुन्छ। अनि यस्तो गाइज गर्मी छ गर्मी। घर हेर्नु न हाम्रो। अब हामी यो दुईटा भारी बोकेर हिँड्यौँ बाबालाई भेटेर पनि अब हामी घरतिर लाग्यौँ। हाम्रो बाबा चाहिँ बस्नुहुन्छ पर बाख्राहरू थुन्दै हुनुहुन्छ।